हेलो एभ्रिवान, स्वागत छ मेरो मिनी ब्लगमा। हजुरहरूलाई हामी कहाँ जाँदैछौँ तपाईँहरूले लास्टसम्म हेर्नु होला सबैजनाले। हामी चाहिँ घरबाट निस्क्यौँ अनि यता मम्मी र नानी भएर हेर्दै हुनुहुन्छ। हामी चाहिँ उकालो लाग्दैछौँ अनि बाटोमा जाँदाखेरि यस्तो राम्रो बहडो भेट्यौँ नि हो। अनि हामीले 1 घन्टा मागेर खायौँ। कति मिठो हुन्छ कि हामीले स्कुल पढ्दाखेरि कति खान्थ्यौँ कि। अनि चाहिँ हामी पुग्यौँ फाइनली अर्घामा रहेको मसुर पाटा। यस्तो राम्रो ठाउँ छ नि यहाँ, एकचोटि सबैजना जानु होला है त। अर्घामा रहनु त सबैजना जानु नै भएको छ होला न। अनि नानी र म चाहिँ यो माथि उकालो लाग्यौँ, पछाडि बाख्रा पनि चढ्दै रहेछन्। अनि नानी र मैले आफ्नै धुनमा कुरा गर्दैछौँ, मम्मीहरू चाहिँ पछाडि हुनुहुन्छ। अनि नानी र म चाहिँ सिडी नचढेर गोरेटो बाटो हिँड्यौँ, त्यहाँबाट फेरि सिडी थियो। अनि त्यसपछि नानी चाहिँ हिँड्न नसकेर उनको दादाले उचाल्यो उनलाई। त्यहाँ फेरि म हिँड्छु भनेर फेरि उनले हातमा जुत्ता समाते छन्। अनि त्यसपछि फेरि हिँड्छु भनेर फेरि हिँड्यौँ। कस्तो राम्रो छ कि यो ठाउँ चाहिँ होइन, यो गर्मीमा एकदम बेस्ट हुन्छ। यति बेला त हामीलाई जाडो भएर नि यस दिन पानी परेको थियो कि। अनि रुँदै घर फर्केको, अलिअलि नखाएर त दिनु पऱ्यो फेरि होइन, खुट्टा त खिच्नु पऱ्यो। यति गइसकेपछि त फेरि म आफ्नै पारामा मेरो पारा त देखिहाल्नु पऱ्यो, यस्तै हो। अनि त्यसपछि फोटो खिच्यौँ, भिडियो खिच्यौँ। नानीले मेरो फोटो भिडियो खिच्दै छिन्, मेरो पोज फेरि छुट्टै किसिमको हुन्छ। अनि यता मेरो फोटो भिडियो पनि नानीले हल्का ल्याइदिन्। अनि त्यसपछि यता नानीको र छोरीको पनि मैले फोटो र भिडियो खिच्देँ। अब भिडियोहरू त कति थियो कि राख्न, मैले चाहिँ छोटकरीमा राखिदिएँ। ओके, थ्याङ्क यू सबैजनाले हेरिदिनु होला। यति नै भयो भिडियो त है त, बाई।